आहै भन भन भाइ हो देउसी। हामी भैली खेल्न लागेको देउसिरी खेल्न लागेको चाहिँ होइन, विशेष त गरेर आज जेन्जी भाइ बहिनीहरूको देउसी भैलो टिम फिनल्यान्डबाट मानव सेवा आश्रममा वार्षिक भोजन सेवाको लागि 1,11,111 रुपियाँ मानव सेवा आश्रमको लागि पठाइदिनु भएको छ। विशेष धन्यवाद दिन चाहन्छु र यसको नेतृत्व गर्दै विपिन ढकालले हामीलाई मानव सेवा आश्रमलाई सम्पर्क गर्नुभएको थियो र उहाँले हामीले यो वर्षमा एकपटक आमा बुवालाई यसैबाट यसलाई चाहिँ कोषमा राखेर यसबाट आएको ब्याजले भोजन सेवा गराइदिनु, सधैँभरि एउटा स्मरण पनि रहोस् र भाइ बहिनीहरूले देउसी भैलो खेलेर यस्तो राम्रो कार्य गरेका थिए भन्ने पनि होस् भनेर पठाउनु भएको छ। भने कसले मानव सेवा आश्रमलाई यो प्रेम पठाउनु भएको थियो नाम भन्न चाहन्छु। विशेष गरेर अतीत आचार्य, विपिन ढकाल, सागर पाण्डे, प्रवीण खरेल, किशोर खरेल, शान्ता सापकोटा, पर्जल ढकाल, अविष्कार सापकोटा, कोपिला पाण्डे, विकल्प खरेल, शिशिर भट्टराई, विशेष ढकाल, किशोर भण्डारी, कविता भण्डारी, विशाल खरेल, विस्मिता खरेल, सिमरिका सिंह, दीक्षा बगाले, यति भाइ बहिनीहरूले यो आश्रमको लागि माया गरेर पठाउनु भएको रहेछ। धन्यवाद दिन चाहन्छु। हामीसँग तपाईँलाई दिन सक्ने धन्यवादका शब्द बाहेक त केही पनि छैन। यो आश्रममा रहेका बाबा आमालाई उच्च सम्मान गर्दै यो एउटा कोष खडा गरिदिनु भएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छु। हजुरले केही भनिदिनुहुन्छ? विदेशमा रहनुहुने सम्पूर्ण व्यक्तित्व परोपकारी मनका धनी जीवहरूलाई धन्यवाद ज्ञापन गर्दै हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसो भए यो पनि हजुरले लिनु, धन्यवाद मात्र होइन चेक पनि लिनुपर्छ।